वेलकम बैक टू माई यूट्यूब च्यानल। आज मैले भ्लग बनाएँ किनकि आज मामा जाँदै हुनुहुन्छ विदेश अनि एयरपोर्टमा पुऱ्याउन जान लागेको हामी चाहिँ, त्यसैले मैले आज भ्लग स्टार्ट गरेँ। अघि नै गरौँ भनेको बिर्सेछ त्यो हतारमा। गाइज अहिले चाहिँ ट्याक्सी आइसक्यो अनि हामी यहाँ एकछिन ट्याक्सी वेट गरिरहेको छ अनि सामानहरू मिलाउने एकछिन। अब माइजूलाई लुगा लाउनु भयो कि अलिकति हतार भयो। अहिले चाहिँ मैले टिका लगाइसकेको छ अनि मामालाई पनि टिका लगाइसकेको। अब चाहिँ हामी जान लागेको। अब एकछिन पछि भेटौँला। अहिले बाई। गाइज अहिले चाहिँ हामी ट्याक्सीमा चढिसकेको छौँ। मम्मीलाई भन्दै पहिला के हो त्यो? अब चाहिँ हिँड्न लागेको। यहाँ मेरो मम्मी हुनुहुन्छ अनि यहाँ चाहिँ मामा हुनुहुन्छ। मामा जान लागेको। मामा यता हेर्न, मामा जान लागेको। हामी पुऱ्याउन जान लागेछौँ। अहिले एकछिनमा रुएको नाटक गर्छु ल म। सो फाइनली गाइज हामी आइपुग्यौँ। भर्खर झरेको। बल्ल जाम थियो कि धेरै जाम। बल्ल कति 11:30 बजेर आइपुग्यो। 10:30 बजी हिँडेको, 11:30 बजी आइपुग्यो। अब चाहिँ सुटकेस कुदाउँदै हिँडेको। फोटो खिच्ने होइन, फोटो खिच्ने हामी गाइस होइन। दुईजना साथी भेटिसकेको छ। बहिनी सो माइज यहाँ हुनुहुन्छ अनि यहाँ मम्मी हुनुहुन्छ। घाम लास्ट लागेको छ आज चाहिँ। गाइज त्यहाँ धेरै हल्ला छ होइन। अनि भर्खर हामी चाहिँ फोटो खिचेर आएको छ। मम्मी र माइजू उता पैसा साट्नु जानु भयो, उता कन्ट्रीको पैसा साट्न जानु भयो। अनि हामी चाहिँ यता परिखेर बसिरहेको छौँ। यहाँ आइरहेको सो हामी यहाँ पर्खेर बसिरहेको छौँ। फोटो चाहिँ एउटा मात्रै खिच्यौँ किनकि धेरै भिड छ। अनि अब नि यहाँ फेरि मामाको यहाँ साथीलाई फोटो खिच्नु पऱ्यो अरे। सो हामी जाँदैछौँ फोटो खिच्नु। फोटो नखिच्ने दाइ कति 19,000 साटेको यति 500 आउँछ। उताको 500 हुँदो रहेछ। 19 यहाँ नेपालको 19,000 सक्नुहुन्छ। यस्तो हुन्छ दिएको पैसा। सो हामीले पैसा सुम्पिसक्यौँ मामा। 500ले 1 महिना इनफ हुन्छ अरे। यहाँको 19,000 उता 500। त्यो पैसा फोटो अब पैसा अब साटिसक्यो होइन उनीहरूको। हामीले चाहिँ फोटो खिचेको एउटा मात्रै खिचेको। यहाँ अलिकति भिड छ कि अनि त्यसैले अब मम्मीहरू पनि अब फोटो खिच्न पाइन्छ। किन कहिले त्यो भाइको थियो अर्को भाइको अहिले सो फोटो खिच्नु रेडी भएर बसिरहेको मामाहरू। सो गाइज त पछाडि त्यहाँ फोटो खिच्ने हुँदैछ। अनि म चाहिँ अगाडि क्यामेरा भ्लग बनाइरहेको छु। पछाडिबाट कोही ब्लर नराम्रो आयो।
उतातिर ऊ फोटो खिच्ने भइरहेको कार्यक्रम चलिरहेको एउटा क्यामेराबाट भिडियो बनाउने मेरो क्यामेराबाट अनि त्यहाँ मम्मीको क्यामेराबाट भ्लग के अरे फोटो खिच्ने चलन यहाँ खिचिरहेछौँ गाइज हामी चाहिँ। अहिले चाहिँ त्यहाँनिर मामा र अर्को माइती फोटो खिच्दै हुनुहुन्छ। यस्तो गरी छ ठाडो बनाउनु भने यसरी खिच यसरी क्यामेराम्यान अर्को क्यामेराम्यान खिचेन तै सिङ्गल नखिच्ने मम्मी नखिच्ने। सो गाई चाहिँ अहिले चाहिँ यहाँ लास्ट घाम चर्केर यहाँ गर्नु भइरहेको अनि हामी एकछिन शीतलमा फोटोसोटो खिच्ने भिडियो बनाउने सबै भइसक्यो। यहाँ बसिरहँ लास्ट घाम चर्के लास्ट गर्नु भइरह खाट त तिनवटा भयो गाई चाहिँ एकदम घाम लागेछ। अब हामी यहाँ शीतलमा आएर चाहिँ अब हामीले धेरै टाइम वेट गर्नुपर्ने हुन्छ गाइस। हामी छिटो आयो नि 5:30 बजेको फ्लाइट हो तर 1 बजेभित्र चाहिँ एयरपोर्टमा छिटिसक्नुपर्ने अरे। कस्तो काला यस्तो गर्नुपर्छ भनेर सिकाएर बसिरहनु भएको दुईजनाको कुरा चल्ला। A few moments later. अब चाहिँ टाइम भइसक्यो जाने छिट्ने। अब चाहिँ भित्र छिर्ने बेला आइसकेको छ अनि यहाँनिर अब दही खाउँदै हुनुहुन्छ भाइजूले अनि मैले पनि खाइदिनु पर्ने अब जाने टाइम आइसकेको छ के गर्नु आउँदैन लाग्यो क्या। मेरो मैले खुवाइदिन्छु
पुगेर वेट गरिरहनु भयो एकछिन न उता पुगेर के भयो वेट गर्नु जानुभयो गाइज गाइज अहिले अब छिरिसक्यो हामी त रुदा नि म त्यहाँ रुइसक्यो यहाँ हालमा रुइसक्यो बिचले यहाँबाट आएको जानुभयो अब हाम्रो मामा चाहिँ अब हामी घर फर्किन्छौँ घुम्दै घुम्दै सो अब हामी घुम्दै घुम्दै घर फर्किन्छौँ राम्रो भ्यू छ गाइज सो गाइज अब मामा जानुभयो अब हामी पनि घर फर्केको अब घर गएर फेरि भ्लग एडिट गर्नुपर्ने छ हाम्रो काम मेरो काम मतलब मेरो काम आउँदाखेरि चाहिँ यहाँबाट आउँछ कि ट्याक्सी आज मामाको फ्लाइट परेको अनि पानी कस्तो अघि झन् कस्तो गरम थियो अहिले त पानी पुरा पानी पर्ला जस्तो भएर कस्तो धुम्म धाम्म भएर पानी यति नै ठुलो पर्छ जस्तो मौसम भइरहेको तर शीतल छ मौसम चाहिँ घुम्ने जस्तो वातावरण छैन त्यसैले हामी यहाँबाट हिँड्दै हिँड्दै पशुपति जान्छौँ नजिकै छ किनकि पशुपति गएर दर्शन गर्छौँ फोटोसोटो खिच्छौँ अनि घुम्छौँ अनि घर जान्छौँ किनकि मौसम एकदम राम्रो छ पानी परे पनि हामीलाई केही मतलब छैन त्यसैले हामी अब पशुपति पनि घुमेर जाने पसेर जाने हेर्नु यो गार्डन छेउमा कति राम्रो फुल चाहिँ चाहिन्छ कति राम्रो फुल छ हेर्नु यो गार्डनमा यो भाइरल फुल फोटो खिच्ने भनेको माथि माथि हो कि उतातिर माथि माथि कि कति राम्रो छ गार्डनमा मान्छे पोलिरहेको मैले अहिलेसम्म आफ्नो लाइफमा मान्छे पोलेकै देखाएन फर्स्ट टाइम देखाएँ मैले अहिलेसम्म देखाएको छैन मान्छे मतलब पोलेको त्यो भिडियोतिर चाहिँ देखाएको छ तर रियलमा चाहिँ अहिलेसम्म देखाएको छैन सो फाइनली गाइज हामी पशुपति आयौँ मान्छे पोल्दा यार कस्तो हेर्दाखेरि कस्तो लाग्छ नि मान्छे पोलेको होइन किन जुम गरिरहेको तपाईँको सपना गाइज अहिले चाहिँ हामी यहाँ चाबेलको किस्त पाइसकेको छौँ गाइज हामी फोटोसोटो खिचेँ एक दुईवटा गरौँ भइरहेको धेरै खाना आएको अनि अब एकछिन फोटो पनि खिच्यो त्यहाँनिर चाबेल स्कुलमा अनि आयो मैले अब खाना खाने अब जाने घरतिर